आज म कृषि क्षेत्रमा सरकारले खर्च गरेको अनुदान र त्यसको प्रभावकारिताबारे कुरा गर्दैछु। महालेखा परीक्षकको 63औं वार्षिक प्रतिवेदन अनुसार सरकारले कृषि क्षेत्रमा दिने अनुदान पछिल्ला 5 वर्षमा झण्डै दोब्बर बनाएको छ। आर्थिक वर्ष 2076-77मा 16 अर्ब 83 करोड रुपियाँ रहेको कृषि अनुदान गत आर्थिक वर्ष 2081-82सम्म आइपुग्दा 32 अर्ब 13 करोड रुपियाँ पुगेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विभिन्न 12वटा कार्यक्रम मार्फत यो रकम खर्च गरेको हो। तर पनि ठूलो लगानी हुँदाहुँदै पनि कृषि अनुदान र उत्पादकत्वमा अपेक्षित सुधार नदेखिएको भन्दै सरकारवालाहरूले प्रश्न उठाएका छन्। युवा कृषक तथा कृषि अभियन्ता दिपेश नेपालका अनुसार अधिकांश अनुदान रासायनिक मल, कृषि यान्त्रिकीकरण र बिउ वितरणमा केन्द्रित छ। सरकारले हरेक वर्ष करिब 6 लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराए पनि धान उत्पादनमा उल्लेख्य वृद्धि हुन नसकेको उनको भनाइ छ। उनका अनुसार पछिल्लो 50 वर्षमा धानको उत्पादकत्व 2.8 मेट्रिक टन प्रति हेक्टरबाट बढेर 3.4 मेट्रिक टन प्रति हेक्टर मात्र पुगेको छ। उनले कृषि आधुनिकीकरणका नाममा वितरण गरिएका धेरै ट्र्याक्टर, चिलिङ सेन्टर र कोल्ड स्टोर प्रयोगविहीन अवस्थामा रहेको दाबी पनि गरेका छन्। यता कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले भने कृषि अनुदानलाई असफल भन्न नमिल्ने बताएका छन्। उनका अनुसार रासायनिक मल, सिँचाइ, उन्नत बिउ, प्राविधिक सेवा र अनुसन्धान जस्ता कार्यक्रमले दीर्घकालीन रूपमा सकारात्मक परिणाम दिएका छन्। मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा वितरण गरिएको कुल अनुदानमध्ये 83.51% रकम रासायनिक मल खरिदमै खर्च भएको छ। सरकारले मल खरिदका लागि कृषि सामग्री कम्पनी र साल ट्रेडिङ कर्पोरेसनलाई मात्रै 26 अर्ब 81 करोड रुपियाँ भन्दा बढी अनुदान दिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले सङ्घीयता कार्यान्वयनपछि सङ्घ, प्रदेश र स्थानीय तहबाट छुट्टा-छुट्टै अनुदान कार्यक्रम सञ्चालन हुँदा दोहोरोपन बढेको पनि औल्याएको छ। समन्वय अभावका कारण वास्तविक किसानसम्म अनुदान पुग्न नसकेको र प्रभावकारी अनुगमन हुन नसकेको निष्कर्ष प्रतिवेदनको छ। त्यस्तै बाली तथा पशुधन बिमा अनुदान वितरणमा पनि ढिलाइ र प्राविधिक समस्या देखिएको छ। बिमा दाबी र भुक्तानी बीच ठूलो अन्तर देखिएकाले बिमा शुल्क प्रणालीलाई वैज्ञानिक बनाउनु पर्ने आवश्यकता औल्याइएको छ। कृषि क्षेत्रमा अर्बौं रकम लगानी भइरहे पनि त्यसको प्रतिफल र प्रभावकारिता माथि बहस भने अझै जारी नै छ।